जय श्री कृष्ण। वेलकम एभ्रिवान इन डे 48 अफ 90 डे च्यालेन्ज। मेरो आजकल रेगुलर जस्तो भइसक्यो। बिहान उठ्ने, ब्रस गर्ने अनि च्यान्टिङ गर्न बस्ने, त्यसपछि खाना बनाउने खाने अनि सिधै जिम जाने। दिउँसो झ्याउ लागेर अनि म आज चाँडै जिम गएँ। प्री वर्कआउट र हनी कफी वाटर खाएर म डाइरेक्टली लागेँ जिमतिर। प्री वर्कआउट मतलब क्रेटिन प्रोटिन केही होइन, सिर्फ त्यही अन्डा चना अनि हनी कफी वाटर। क्रेटिन प्रोटिन अहिले एफोर्ड गर्न पनि सकिन्न। समटाइम्स पिपुल आस्क मी डाउटली, बाबु जिम गएर तेरो उपलब्धि चाहिँ के भयो? अब यस्तो क्वेसनमा म एन्सर चाहिँ के दिउँ थाहा छैन। मान्छेहरू सोचमा के हुन्छ, जिम जाने बित्तिकै ज्यान फोलेर या हुन्छ जस्तो लाग्छ कि के हो। अब के भनौँ, जिम गइसकेपछि ममा केही चेन्जेस नआए पनि सेल्फ कन्फिडेन्स अनि डिसिप्लिन बिल्ड भइरहेको छ। बडीमा ग्रो पाउनु छुट्टै छ। आई डोन्ट नो पछि के हुन्छ, तर अहिले आफूले आफूमा इन्भेस्ट गर्दैछु। डेली जहाँ होस्, दाइ कमाओस् कि दिदी कमाओस् कि साथीहरूसँग घुम्न गएको होस्, सकेसम्म म जिम एटेम्प गर्ने नै गर्छु। भने जस्तो डाइट मेन्टेन गर्न नसकिएला, तर आफूसँग जे अभाइलेबल छ त्यसैले प्रोटिन इन्टेक कम्प्लिट गरिरहेको छु। यस्तो कुराहरू धेरै छन्। सो आजको जिम कम्प्लिट गरेर म लागेँ रुमतिर। आज चाँडै जिम गएको थिएँ अनि त्यसैले रुम पनि चाँडै आएँ। अब त्यत्रो बेर के गर्ने भनेर आई डिसाइडेड टु गो पशुपति। गएर नुहाइवरी आएर अनि म गएँ पशुपति आरती हेर्नको लागि। अलिअलि ढिलो त भइसकेको थियो, त्यही पनि जाँदाखेरि लास्ट पार्ट रहेछ अनि आरती एटेम्प गरेर अलि रात नै परिसकेको थियो अनि के रुम जानु भनेर म त्यतैबाट लागेँ दाइको रुमतिर। Another one day of 90 day challenge completed. This is for today. Do like and subscribe the channel. Time to do it again tomorrow.